बिहा गरे भने त म नाचिदिइहाल्छु नि किन नाच्नु पर्यो त मेरो बिहामा फेरि गर्दिन गर्नु छैन मलाई Congratulations, Dad. Congratulations. ब्रदर हात मिलाइदिनु न ब्रदर खतरा छिटो गर्नु छिटो के एउटा त्यो खाना अब त्यो के छोड्छ म खान्छु यो भाउजू बोरा लिएर आउनु नि यी भाउजू तँहरूलाई यस्तो घिच्नुसँग मतलब होइन बिहा गरेको छु मैले म त जति खान म आउँदिनँ त होला हौ केही भएको होला लडी खाइदिँदा पो लडी खान म आउँदिनँ त म त के भएको हो भुँडी यत्रो भइसक्यो त्यो तलको त्यो समिनले पनि बिहा गर्दैन के है बिहा नखानु भएको कति भइसक्यो त है उयो फेरि के भयो ल के ल होइन जति खान म आउँदिनँ हो लडी खान म आउँदिनँ यार के भएको हो त त्यही भएको छैन कहाँ गएको केटा हो कसले दियो कसको बर्थडे बिहाको त्यो भन्छ हामी यसो जान्छौँ नि ल एक कोटा त खा फिलहाल ल बिस्कुट खाएर त कहिले हो खाइदिँदो रहेछ नि है अप्पो उयो त म भन्दा डरलाग्दो भुक्को रहेछ कस्तो चपाइदिएको तोल चाहिँ यहाँ माथिबाट देखेको है देखेँ नि हौ यसरी खाएको लुकाउनु आँटेको थियो है खायो अम्बो केटा हो अहिले त बिस्कुटमै जिन्दगी बिताउनु चुच्चो भइसकिसक्यो हो उदाकोले कुकुरको जस्तो यसको चुचुचु मेरो त्यो बौलाको जस्तो बिहाइ खानु पाउँदैन कसकोमा त के चाहिँ गर्नु अब होइन यसो गर्नुपर्छ केटा त्यो सबिनलाई भन्नुपर्छ हौ बिहा भन्दा त्यसलाई चम्काउनु पर्छ हौ ब्याचलर जो छ नि त्योहरू सबैले जिस्काइदिउँ ल एकजनाले बिहा गर्यो भने पनि मासु त खानु पाइहाल्छ त म त सिधै भनिदिन्छु तँ चाहिँ बोका भए चाहिँ त्यसलाई दाम्रो चुडाइ सक्तिस भनिदिन्छु है अब तिन भाइको प्लानिङ थियो है बिस्कुटमा कहिलेसम्म जिन्दगी बिताउनु खाँदैन फ्रेन्च फ्राईहरू खाँदैन स्मेलहरू खाँदैन त्यो बुझ्छौँ त्यसो भने एक काम गर्छु कि होइन म जोस् आजदेखि डरलाग्दो जोस् कहिले चाहिँ भेट्नु पर्ने हामीले उसलाई चाहिँ अब जानु हिँड्न माटोमा जो भेट्यो त्यसलाई पहिला एट्याक ल जो भेट्यो त्यसलाई एट्याक बिस्कुटमा कहिले जिन्दगी भन्दैछु त मासुमा फोकस न मासु एक काम गरौँ ए बस्नु त्यसो भन्दाखेरि तिमीहरू त्यो बत्तीको पहिला काटिदिएको मैले देखेन है के आएको छ रिडिङ आएको छ नि त अन्त बिल बढाउनु थाहा छैन देखाइस् तिमीहरूले सुतिरहन डाँडीमा घाम लागिन्छ यहाँ छैन ला भनेपछि केटा उमेर त देखाएकै छुइनँ त अन्त भन्नुपर्छ नि यसले हो नि त अब दाल लिएर कति टाढो हो र उयो गएर आइहाल्न जान त त्यसलाई हामी कसैलाई भेट्यो त्यो गर्दै गर्छौँ कल्चर गरिहाल्यो नि जसलाई भेट्यौँ ल त कल्चर गरिहाल है त म आइहाल्छु हामी के गर्नु त्यहाँ हिँड्दैन पोला भेट्छ हिँड्न दुई भाइको काम चाहिँ पुरा गर्दै गीतदिनुहोस् म त खान्छु नि हौ हामीलाई त पताउँदैन त कसैले बिहा गर्नु पर्दैन कसले पताउँछ हामी यस्तोलाई न लुगाफाटा छ न काम दाम छ कसले पताउँछ काम गरेँ कहिले कहाँ हो खाजा टिफिन बोकेर के खाजा टिफिन के छ नि तँलाई देखाउने क्या हो खाजा टिफिन भनेर त्यहाँसम्म छ घमन चाहिँ फेरि है तर यसको फेसन अनुसार त ठिकै हो ठिकै तर खास गर्ने कुरो सकेकै छैन सकेको छैन के सकेको छैन सक्दैन त तर है के सकेको छैन उस्तो गर्दैन बिहाहरू बिहा तँहरूले चाहिँ किन नगरेको अन्त अब हामी त माया लाग्दो आज काम हुन्छ भोलि ढलाइमा गयो त्यो कसले पता तँ त काम दाम पनि छ ड्यासिङ छस् मान्छे राम्रो पनि देख्छ तँलाई किन गर्नु म कामै भए पनि दामै भए पनि बिहा चाहिँ किन गर्नु हो मलाई के गर्नु किन टाउको दुखाउनु छैन बिहा गरेर आफ्नो लाइफ बिताइरहेको छु त मै बिहा गरेको छैन घरमा चाहिँदैन यसो तातो चिज दिने घरमा दिदी बहिनी गरिदिन्छ यसको छैन नि त होइन अन्त म बिहा गरौँ कि नगरौँ तँहरू के को खस लागेको अन्त आफै त्यो भाँडा मुनि बस्छ मै मोल्छु मै पकाउँछु मै खान्छु एक्लै लाइफ बिन्दास
अन्त भोलिको दिनमा बिमार भएर सपोज बिमार भएर बेडमा गर्दाखेरि तातो पानी दबाई ल्याइदिने त चाहियो त एकजना त अन्त के चाहियो डक्टर भएको के काम तेरो घरमा आउँछ होला। डक्टर हो त्यो गाउँमा मान्छे डक्टर आउँछ। डक्टर हुन्छ त्यसको डक्टर अन्त हस्पिटलमा गयो भने दिँदैन तातो पानी चिया त उठ्नै नसक्ने अवस्था भइस भने त त्यहाँ नर्सहरूले स्याहार्छ नि अन्त घरमा आएर स्याहार्छ तेरो ल्याउँछु नि अन्त एउटा त्यही ल्याउँछु भन्ने कुरा चाहिँ हामीले कहिले ल्याउँछ भनेको मात्रै हो दाजु कि हाउडेमै निस्क्यो छे। त्यो बिहा गर्नेहरूको टेन्सन देखेर म बिहा गर्दिनँ अबुई च्याङ 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 सिधै भन्न। पुङ गर्दिनँ म मुलामा काट पसेर छिपिसक्यो ए जेसुकै तँ त्यही भएर नगरेको होला बिहा कि पत्ताउँदैन तँलाई नपताएर नपत्ताएर त भनेको त हेर्नु यस्तो फाटेको चप्ली मैला चप्ली फाटेको लुगा कसले हेर्छ हामीलाई तपाईँको त छ नि त हेर लुक्स हेर न लुक्स लुक्स हो हेर औठी छ टोपी ग्लास लुक्स हेर न घडीमा त ऊ सुनको सुनकै नि यो त गोल्ड हो नि रोलेक्स रोलेक्स तपाईँको त छ नि त तपाईँले गर्दा हुन्छ के लाग्छ रे रोलेक्स 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 है रोलेक्स भनेको के हो अब म बिहा गर्छ गर्दैन खसखस खसखस गरिरह बिहा चाहिँ गर्नु पर्ने हो तर अब नगर्नु म के कारण गर्दिनँ त्यो मेरो हेर भाइ, तँहरूलाई खुवाउनु खालि गर्नु के बिहा म पिठामा खानु अन्त अब हामीलाई खुवाउनु सक्दैन नि तपाईँले सक्छ है। मैले बिस्कुट कस्तो बिहा खाइदिएको गऱ्यो भने भन्नु। बोलाउँछु तिमीहरूलाई म नसुर्ता बिहा गऱ्यो भने बोलाउँछु ल यस्तो हो कि भाइ? म अहिले हतारमा छु यस्तो हो कि भाइ बाटो हक्नु आँट हुनुपर्छ नि के भन्छ त्यही भनेको। हेर कुन दिन देखाउँछु नि तँहरूलाई त्यहाँबाट खान्छस् नपत्ता। ओ भा जा तँ नपत्ता म बिहा गरौँ नगरौँ या ल खसखस खसखस लाग्छ गर्नु नै भइसक्यो त हौ मान्छे छेउमा जाँदा पनि गएन जाउँ हामी प्रसान पनि हुनुपर्छ नि त्यसलाई त्यसले त्यसलाई त अलिक पाराले हुन्छ नि त है योहरूको दिमाग खराब गरिबस साला कस्तो खालको मान्छेहरू म बिहा गरौँ कि नगरौँ कि त्यसलाई के को उयो खसखस हौ पुग्यो त्यो केटा म त नसक्ला कहाँबाट आएको है बत्तीको रिडिङ हो दिएर आएको कि कहाँबाट आएको को उहाँबाट आएको नि आउनु त अब एकछिनमै म पहिला सास हेर्छु यो सास पनि फेर्छस् ह्यान्डसम भएर डेटिङबाट आएको होला है तेरो बजेट डेटिङ चाहिँ डेटिङ सेटिङको कुरा नगर है किन हौ अहिले त्यो दुइटाले पनि बिहा गर्दै निस्कि भनिबस्छ सालाहरू हो त अन्त राम्रो त भनेको त अन्त तँ फेरि नथपिन किन ठस ठस गराउने हुँदा नि पर्फ्युम मेरो गर्न तँलाई के खसखस पिठामा के बिहा गर्ने आँट छैन आँट छैन आँट त छ भाइ तैँले गरेको छस् बिहा मेरो त छ कि मानेन नि त केटी नाम त म त गरिदिने मनाएको छुइनँ नि त अहिलेसम्म खोजेको पनि छुइनँ मैले त आइज भने अहिले भनेको त त्यही त भनेको त मैले त्यही भनेको मैले किन चाहिँ गर्नु म बिहा उमेर भइसक्यो उमेर केही होस् मेरो उमेर होस् कि जेसुकै होस् कि मलाई के मतलब छैन म एक्लै बिन्दास छु भोलि पछि भएर माथि गएर यामराजले के गरिरहेस् भने चाहिँ म त्यतिकै आएँ भन्नुको लागि होइन यहाँ डुलेर यस्तो नाचेर आएँ भन्छु हौ त्यो बिहा गऱ्यो भने त म नाचिदिइहाल्छु नि किन नाच्नु पर्यो त चाहिँ मेरो बिहामा फेरि गर्दिन गर्नु छैन मलाई ड्याङ 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 नगर ल तोहरू त्यो दुइटाले अब भन्दैछु त म त ग्रुपमा सक्छु सानो मैले बिहा गरेँ भने नि हाम्रो गाउँमा लाज हुन्न है अलिकति बुढा भत्ता थाप्दै बस्ने नगर म बिहा गर्दिनँ म जा होइन बुढा भत्ता थापेर बस्छु बरु छोडिदे तीहरूलाई बिहा गर्नु अरे म योहरूको लागि छ कि छैन कुन दिन देख्ला बुढा भत्ता थाप्दै बस्नु ल होइन त्यो केटाले चाहिँ के भन्यो तल्ला त्यो बिस्किरहेको छ त यो मान्छे होइन सोक्नु पर्छ योपालि चाहिँ बिहा चाहिँ नखुवाइ हुने रहेछ हो हाम्रो चाहिँ मेरो एक दिन आइज म देखाउँछु भन्दैछ त त्यसले देखाउला के हामीलाई त बिहा भन्दा पनि ठुलो कुरो त अब यो मतलब छ नि त त्यो फ्रेन्ची फ्राई कि के त्यो फ्रेन्ची के भन्छ त्यो त्यो आलुको स्लाइस 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 पारेको त्यो र त्यो हाँसेको के भन्छ मलाई थाहा छैन निर्दोष छु म के हो त्यसको नाम त्यो खाना चसमा डुबाएर अब यो ठिक ए केटा ओइ भन्न त्यो
उसलाई भनिस् तँले जिस्काइस् सबिनलाई तैँले भनिस् भेटेँ नि आम्बो मलाई त फर्स्टमै मैले कहाँबाट आएको डेटिङमा त भनेको त झम्टेको नि हौ अगाडि बाघले यस्तो अन्त कस्तो के छ भन्यो बोका जस्तो झम्टिनु पर्यो बाघ जस्तो झम्टेछ तर मैले पनि डरलाग्दो देख्छु नि बुढा भट्टा थाप्दै बस भनेछु गर्छु नि कुनै के भन्दै थियो त गर्छ होला त है गऱ्यो भने त भन्दैछु म त मारिदिन्छु नि घर त आइपुगे कस्तो योहरूले त आमामामा भक्कै बेला त मलाई बिहा गर्दैनस् नि त्योहरूलाई चाहिँ खास खानुसँग मतलब हो कि मैले बिहा गर्नु मसँग मतलब हो सालाहरूलाई एकखेप चाहिँ होइन मैले हुलाए आइज ल भनेर खाउनु चाहिँ बोलाइदिनु खुवाउनु चाहिँ बोलाउनु पऱ्यो आछिनाहरू जस्तो साला खानु नपाएको जस्तै कुरा गर्छ बिहा चाहिँ गरे हुलाए भनिदिनु पऱ्यो बरु जिस्काएर भए हेलो हेलो ए भरे आइज ल तिमीहरू आउनु मैले हुलाएँ ए के भन्छ होइन होला है पत्तै नै भने चाहिँ साँच्ची ल ल ल ल आए त्यसो भए ल ल हामी सबै सँगै छ आए ल उयो केटा हौ उयो के अरे फोन पनि अफ हुने भयो अघि हामीले पुरा भनेको थिएँ नि उसको त थिएछ नि अलरेडी कि आँट पनि नगरेको रहेछ ले घरमा आइज लु बस खाउनु छु तँलाई भन्दैछ साँच्ची नि ओ हामी त जानु पर्यो ऊ त साह्रो तातो रिस भएको मान्छे छ नि त याद छ त फोन पो गरेर साँच्ची नै है साँच्ची फोन पो गरेर त्यसले त है त्यही त भनेको हाले के हो है होइन हालोस् किन हालोस् जाने हो खाने हो पड्काने हो आउने हो नि त्यही त भनेको त म त त्यसै कुपोट हो तर मनमा लियो भने चाहिँ मनमा लियो के हामीलाई खानु त हो ढिलो भइसक्यो छिटो हिँड बरु खै योहरू त आउँदैन त अहिले बोलाएको होइन आइपुगेछ सालाहरू Congratulations, Dad. Congratulations. ब्रदर हात मिलाइदिनु न ब्रदर छिटो मागन है छिटो हाम्रो बस्ने जग्गा कता बस नगर न बेहोरा अहिले कुदा जाउँ न हो केटा हो आम्बो यो खम्की को चाहिँ खगाउ त मेरो स्मेल आएछ यो अघि भनेकोदेखि चाहिँ यही हो यो के अरे फेन्सी के अरे के हो फेन्सी के छोडिदिएर म त यो देखेर पके त नि हाँ नौ न दुई प्याक खा न मलाई यो कुन चाहिँ पहिला यो खाइदिन्छु म त ल यो खान्छु म सक्छ होला त है पानी नपछि टाइम हो भन्न होइन हो कि रात बजी नखाने हो नि त हेरिरहने हो नि त कहाँ खाउनु तिमीहरू खानु यहाँ बोलाएको मैले बिहा गरेर मै खानु क्या खाउ न तिमीले ल खाइदियो ल त्यसो भ्याउँदैन अहिले सोचिरहनु मलाई चाहिँ कसले हालिदिन्छ म के खानु त आएको दिनको फ्रेन्च फ्राइज खाएको छ स्मेल अन्त माग्ला खाएर होइन दाल पनि खानुपर्छ त म के खानु अन्त तिमीहरू खायो त दुइटा यो चाहिँ के हो यो उयो आरिस खानु यो र कहाँ खानु सक्छ आरिस यो त जोसमा त लु खत्तम बनायो भाँचे त म त उभिएर खान्छु
म त झन् उपेरै दिदी बिहा त हुने खान म त डलाइहालेँ म भन्दा भुक्कर यहाँ पो छ त ओइ ओ बिस्तारै खानु होला त रातो दिन्छ अनि हामीले त राख्दैन बिस्तारै खान यसलाई पनि राख्दैन मासु त के भएको वा अम्बो बाघ छुटाउनु पर्ला जस्तो छ अब यहाँ अर्को कुन चाहिँ कालो होइन म त जान्दैन रहेछ त खानै जान्दैन रहेछ हौ नोक्सानै म त जाँदो घर जा घोप्टा सकेमा हालिहाल्छु ल होइन घर जा त अब कलदेखिको भुक्दै थियो यो केटो म त हल्लिनु थाल्यो त भोको पेटमा भएर के भएको छैन भएको छैन सकेछ यो डल्लै कालो कालो हेलो म बिजी छु कालो कालो कम्ती मिक्स हुन्छ नि त मिक्स हुन्छ हुन्छ कालो यो दायो छैन हौ यो ल्याउन खान्तास राजै यो ल्याउन यो कालो राख्यो कालो छोरी बिहामा कालो खान्छ यो ल्याउ त एउटा खान्छ ल ल्याइदिन्छु ल शेखर त्यो लिएर आइज त एउटा एउटाले ल यहाँ राखिदिएर के ढिलो आएको भाइ निकाल्नु पर्छ टाइम लाग्यो नि त निकाल्नु पऱ्यो नि चेपमा हालेको मलाई कम्ती हाल्दा म त अब सक्दिनँ लिएर खानु कम्ती हाल्दा अहिले त बटनमा थुपारे लाग्यो एउटा बटम हिर्काइदिनु यो ल ले न म छु त अहिले बाटोमा बुझ्न चाहिन्छ त बाटोमा अहिले निर्दोष छौ यो बटम ल अब ल म त ज्याप गरिसकेँ Cheers. Cheers. आँखा केटाउने एउटा त रहेछ अब के एउटा छ खाना अब त्यो के छोड्यो त्यो चाहिँ गर्न म खान्छु यो नगर्न अहिले डोला मेरो चम्काउने त म हो नि ज्यादा त फेरि म खान्छु नि यो उपेछ नि त लैजा घरमा लगेर खा लु बिस्तारै जा केटा सक्छ होला नि ह्याप्पी म्यारिड लाइफ हेप्पी म्यारिड लाइफ तेरो गुड नाइट ल नछोडेको लास्टको रकम भाउजू चाहिँ खै हौ भाउजू बोरा लिएर आउनु नि यी भाउजू तँहरूलाई यस्तो घिच्नुसँग मतलब होइन बिहा गरेको छु मैले तँहरूलाई खानुसँग खालि मतलब अघि आउँदा त सोधिनँ त भाउजू सौजू त्यहाँ काको कहाँ गरिस् त अहिले चाहिँ भाउजू मैले बिहा नगरी तँहरू के रहेछ भनेर खालि बोलाएको खानुको लागि खालि बुझिस् ए भनेपछि बिहा तँहरूलाई खानु भइगयो त बिहा गरेको छैन गरेको छुइनँ मलाई गर्ने छैन बिहामा यो भन्दा ज्यादा राख्ने ल गोकमा ल आजभन्दा ज्यादा राख्ने बिहामा बोलाउनु तँहरूलाई यत्रो घिचाएर पनि अझै बिहामा पनि बोलाउनु कस्तो खानु नपाएको रहेछ अघि चाहिँ सोधेन भाउजू अहिले लास्टमा हेर टिप बनाएको यत्रो खानु चाहिँ त्यही त्यसका लागि त बिहा गर भनेको ल खानु भयो त अब शान्ति अब के को बिहा गर भन्नु
सालाहरू भुक्करहरू